तपाईँ अहिले जुन ठाउँमा हुनुहुन्छ के त्यो ठाउँ तपाईँको सपना थियो वा तपाईँ अझै पनि आफ्नो लक्ष्यमा पुग्न सङ्घर्ष गरिरहनु भएको छ? एकछिन सोच्नुहोस् त। किन केही मानिसहरू साधारण परिवारबाट उठेर संसारले चिन्ने व्यक्तित्व बन्छन्, तर केही मानिसहरू प्रतिभा हुनाहुँदै पनि जीवनभर एउटै ठाउँमा अड्किरहन्छ? के सफल मानिसहरू फरक ग्रहबाट आएका हुन्? के उनीहरूसँग कुनै जादुई शक्ति हुन्छ वा उनीहरू जन्मजात भाग्यमानी हुन्छन्? सत्य के हो भने सफलता भाग्यले होइन, बानीले बनाउँछ। हरेक बिहान घाम सबैका लागि एउटै गरी उडाउँछ। समय सबैलाई बराबर 24 घन्टा नै मिल्छ। अवसर पनि कुनै न कुनै रूपमा सबैको जीवनमा आउँछ, तर फरक यति हो कसैले त्यो अवसरलाई समात्छ, कसैले त्यसलाई व्यवस्था गर्छ। विश्व प्रसिद्ध लेखक जेम्स क्लियरले भन्नुभएको छ, जबसम्म तपाईँ आफ्नो लक्ष्यको निर्धारण गर्नुहुन्न तबसम्म तपाईँ आफ्ना दैनिक प्रणाली र बानीहरू पनि सुधार्न सक्नुहुन्न। त्यसैले यदि तपाईँ जीवनमा ठुलो सफलता चाहनुहुन्छ भने पहिले आफ्नो दैनिक जीवन बढाउनुपर्छ। एकैछिन रोक्नुहोस् त। तपाईँ मात्र यस्तो व्यक्ति हो जसले मेरो कुरा सुन्नुहुन्छ, आफ्नो बानी बसाल्नुहुन्छ। मेरा यस्तै प्रेरणादायी जीवन बढाल्ने भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला। आजको यस भिडियोमा म तपाईँसँग मानिस सफल हुन अनिवार्य रूपमा अपनाउनु पर्ने महत्त्वपूर्ण 5 बानीहरू साझा गर्नेछु। यी 5 बानीहरू केवल सुन्नका लागि मात्रै होइनन्। यदि तपाईँले यी कुराहरू आफ्नो जीवनमा लागू गर्नुभयो भने केही महिनापछि तपाईँ आफैले आफ्नो जीवनमा सकारात्मक परिवर्तन महसुस गर्नुहुनेछ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि 5औं नम्बरको बानी धेरै मानिसहरूले व्यवस्था गर्ने तर सबैभन्दा शक्तिशाली बानी रहनेछ। नम्बर 1 मा छ स्पष्ट लक्ष्य बनाउनुहोस्। जहाँ जाने ठेगाना नै छैन त्यहाँ पुग्ने बाटो पनि हुँदैन। यही कुरा जीवनमा पनि लागू हुन्छ। धेरै मानिसहरू मिहिनेत त गर्छन् तर उनीहरूलाई आफू वास्तवमै कहाँ पुग्न चाहन्छन् भन्ने स्पष्ट हुँदैन। त्यसैले उनीहरूको मेहनत बिस्तारै दिशाविहीन बन्न थाल्छ। एकपटक एउटा विद्यार्थीलाई सोधियो, तिमी किन पढ्दैछौ? उसले भन्यो, सबैले पढिरहेका छन् त्यसैले। तर अर्को विद्यार्थीले भन्यो, म 5 वर्षपछि इन्जिनियर बन्न चाहन्छु। दुवैले पढिरहेका थिए तर उद्देश्य एउटाको मात्र स्पष्ट थियो। याद राख्नुहोस्, लक्ष्य बिना गरिएको मेहनत केवल थकान हो, लक्ष्यसहित गरिएको मेहनत सफलताको यात्रा हो। आज एउटा कागज निकाल्नुहोस् र आफ्नो जीवनको लक्ष्य लेख्नुहोस्। लेखिएको लक्ष्य मनमा मात्र राखिएको सपनाभन्दा धेरै शक्तिशाली हुन्छ। 2 नम्बरमा रहेको छ अनुशासनलाई साथी बनाउनुहोस्। प्रेरणाले तपाईँलाई सुरु गराउँछ तर अनुशासनले अन्तिमसम्म पुर्याउँछ। कहिलेकाहीँ काम गर्न मन लाग्दैन, कहिलेकाहीँ थकान हुन्छ, कहिलेकाहीँ परिस्थितिले पनि साथ दिँदैन, तर सफल मानिसहरूले मन लाग्यो कि लागेन भनेर काम गर्दैन। उनीहरू आफ्नो जिम्मेवारी पुरा गर्छन्। पूर्व अमेरिकी सैनिक अधिकारी विलियम एच म्याकरेभेनले भन्नुभएको छ, यदि संसार बदल्न चाहनुहुन्छ भने सुरुमा आफ्नो ओछ्यान मिलाउन सिक्नुहोस्। सानो अनुशासनले ठुलो व्यक्तित्व बनाउँछ। हरेक दिन थोरै भए पनि निरन्तर काम गर्ने बानीले भविष्यमा असाधारण सफलता दिन्छ। 3 नम्बरमा रहेको छ निरन्तर सिकिरहनुहोस्। डिग्री सकियो भनेर सिकाइ सकिँदैन। जीवनभर सिक्ने मानिसहरू नै जीवनभर अघि बढ्छन्। संसार हरेक दिन परिवर्तन भइरहेको छ। नयाँ सिप, नयाँ प्रविधि, नयाँ अवसर। यदि तपाईँले सिक्न छोड्नुभयो भने संसारले तपाईँलाई धेरै पछाडि छोडिदिन्छ। हरेक दिन कम्तीमा 30 मिनट केही नयाँ कुरा सिक्ने बानी बसाल्नुहोस्। आज सिकेको एउटा सानो कुरा भोलिको ठुलो सफलताको आधार बन्न सक्छ। नम्बर 4 मा रहेको छ असफलतालाई शिक्षक मान्नुहोस्। धेरै मानिसहरू एकपटक हार खाएपछि प्रयास गर्न छोड्छन्, तर सफल मानिसहरू हारलाई अन्त्य होइन, नयाँ सुरुवात मान्छन्। बाल्यकालमा हिँड्न सिक्दा हामी 100औं पटक लड्यौँ। यदि त्यति बेला हार मानेको भए आज हामी हिँड्न सक्ने थिएन। त्यसैले असफलता तपाईँको शत्रु होइन, त्यो तपाईँलाई अझ बलियो बनाउने शिक्षक हो। जब असफल हुनुहुन्छ आफैलाई एउटा प्रश्न सोध्नुहोस्, यसबाट मैले के सिकेँ? यो एउटा प्रश्नले तपाईँको सोच नै परिवर्तन गर्न सक्छ। नम्बर 5 मा रहेको छ समयको सम्मान गर्नुहोस्। जीवनमा हराएको पैसा फेरि कमाउन सकिन्छ, हराएको सामान फेरि किन्न सकिन्छ, तर बितेका समय कहिले फर्केर आउँदैन। धेरै मानिसहरू भोलि गर्छु भनेर आजको दिन गुमाउँछ, तर सफल मानिसहरूलाई थाहा हुन्छ सही समय भनेको अहिले नै हो, आज नै हो। यदि तपाईँ दिनमा केवल 1 घन्टा पनि आफ्नो सपनाका लागि छुट्याउनुहुन्छ भने केही वर्षपछि त्यसको परिणामले आफैलाई अचम्ममा पार्नेछ। समयलाई सम्मान गर्ने मानिसलाई भविष्यले सम्मान गर्नेछ।
साथीहरू, सफलता कुनै एउटा ठुलो निर्णयको परिणाम होइन, यो त हरेक दिन गरिने साना साना सही निर्णयहरूको परिणाम हो। आज सिकेका यी 5 कुराहरू फेरि सम्झनुहोस्। स्पष्ट लक्ष्य बनाउनुहोस्, अनुशासनलाई जीवनको हिस्सा बनाउनुहोस्, निरन्तर सिकिरहनुहोस्, असफलताबाट पाठ सिक्नुहोस् र समयको सम्मान गर्नुहोस्। यदि तपाईँले यी 5 मध्ये एउटा मात्र बानी पनि आजदेखि सुरु गर्नुभयो भने तपाईँको भविष्य आजको भन्दा अवश्य राम्रो हुनेछ। किनभने सफलता रातारात प्राप्त हुने चिज होइन, यो त सही दिशामा हरेक दिन चालिएको एउटा सानो कदमको परिणाम हो। यदि यो भिडियो तपाईँहरूलाई उपयोगी लाग्यो भने यसलाई आफ्ना साथीहरू र परिवारसम्म पनि साझा गर्नुहोस्, किनभने एउटा राम्रो विचारले कसैको जीवन बदल्न सक्छ। हुन्छ त साथीहरू, आजलाई यति नै। फेरि भेटौँला अर्को प्रेरणादायी भिडियोको साथ। त्यस बेलासम्मका लागि सपना देख्न नछुट्नुहोस्, सिक्न नछुट्नुहोस् र आफ्ना लक्ष्यतर्फ अघि बढ्न कहिले नरोकिनुहोस्। धन्यवाद।